अहिले भर्खर अडिसन दिएर आउनु त्यो बुनु उनीहरूलाई फेरि पनि वेलकम छ मेरो न्यू डेली भ्लगमा। म रोशनी चौधरी उदयपुर देउरीबाट छु र हाल चाहिँ अहिले म यहाँ गाईघाटमा छु। र उदयपुर आइडल सिजन 3 को चाहिँ अडिसन हुँदैछ र म चाहिँ यहाँको टिम इभेन्ट म्यानेजमेन्ट टिमबाट। अनि साथीहरू यहाँ चाहिँ हेर्नुहोस् यहाँ चाहिँ अडिसन हुँदैछ होइन साथीहरू। अनि म चाहिँ यहाँ आइसकेको छु र म चाहिँ इभेन्ट म्यानेजमेन्ट टिमबाट पनि छु र यहाँ चाहिँ हाम्रो भनौँ न सहभागी साथीहरू हुनुहुन्छ। अनि तपाईँको अडिसन भइसक्यो? मेरो अडिसन चाहिँ भएको छैन, हाम्रो उदयपुरको अब चाहिँ हुन्छ अब ब्रेक पछाडि अब कतिको तयारीमा हुनुहुन्छ? कस्तो लागिरहेको छ यहाँसम्म आउँदा? एकदम होइन अब आफूले आफ्नो बेस्टले गीत आउने हो, एकदम राम्रो भइरहेको छ। अब आज हेरौँ के हुन्छ। हस् त राम्ररी गाउनु, अल द बेस्ट। अडिसन दिनको लागि पर्खाइमा बसिरहनु भएको छ सहभागीहरू पनि अब पर्खाइमा हुनुहुन्छ अडिसन दिनको लागि। अनि यहाँ चाहिँ हाम्रो हुनुहुन्छ इभेन्ट म्यानेजमेन्ट टिमबाट। मेरो नाम चाहिँ निशान्त ताम्राका। पहिले म चाहिँ उदयपुर आइडल सिजन 3 मा चाहिँ म्यानेजमेन्ट टिमबाट छु। अहिले फर्महरू भर्ने अनि पार्टिसिपेन्टहरू चाहिँ उहाँहरूलाई बाहिर पठाउने हरेक कुराहरू गरेर। अनि यहाँ चाहिँ हुनुहुन्छ हाम्रो आयुष राई भाइ जुन चाहिँ अहिलेको म समीर राई। म चाहिँ उदयपुर आइडल सिजन 3 को म्यानेजमेन्ट टिमबाट। मेरो काम रहेको छ फर्महरू भर्ने अनि त्यहाँनिर डेकोरेसनहरू र सेटअपहरू काम गरेको छ। यहाँ चाहिँ हाम्रो बुनुले चाहिँ भर्खरै अडिसन दिएर आउनु भएको छ। अनि उहाँ बुनुसँग कुरा गर्छु है त म। अहिले भर्खर अडिसन दिएर आउनुभयो होइन? कस्तो अनुभव भयो तपाईँलाई अहिले यसरी अडिसन दिँदाखेरि? म चाहिँ सिजन 1 मा पनि आएको थिएँ, त्यही भएर अहिले चाहिँ मलाई कस्तो मतलब डर सर पनि केही पनि फिल भएन, किनकि सिजन 1 मै जजेसहरूसँग परिचित भइसकेको थिएँ। अनि त्यही भएर राम्रो लाग्यो, एकदम सेलेक्ट हुनुभयो। कङ्ग्रेचुलेसन, अझै राम्रो राम्रो गर्नु, अगाडि राम्ररी अगाडि बढ्नु होइन। अनि तपाईँले चाहिँ कुन गीत गाउनुभयो? त्यो गीत चाहिँ गाएर सुनाइदिनुहोस् त। मैले अस्मिता अधिकारीको तिम्रो मायाले बाँधेर राख भन्ने गीत गाएको थिएँ, थोरै गाएछु ल। हुन्छ। तिम्रो मायाले बाँधेर राख मेरो शिरानी होस् तिम्रो काखा, तिम्रो मायाले बाँधेर राख मेरो शिरानी होस् तिम्रो काखा, जान नदेऊ मलाई अब टाढा माया यो सझै अझै गाढा। थ्याङ्क यू। धेरै राम्रो गीत गाउनुभयो, अझै प्रगति गर्नु है त। थ्याङ्क यू। थ्याङ्क यू। त्यो बुनु कस्तो लाग्यो? राम्रो लाग्यो, रमाइलो लाग्छ। कुन गीत गाउनुभयो? 1-2 लाइन गाएर सुनाइदिनुहोस्। थ्याङ्क यू। एकदमै मिठो राम्रो गीत गाउनुहुन्छ होइन? अझै पनि आगामी दिन सफलताको लागि शुभकामना। अल द बेस्ट। अल द बेस्ट, राम्रो गाउनु। त साथीहरू यहाँ चाहिँ अडिसन भइरहेको छ भित्र होइन त साथीहरू। यहाँ हेर्न सक्नुहुन्छ आज मतलब जजेसहरू हुनुहुन्छ सर शशि राई अनि म्याम चाहिँ हुनुहुन्छ पूजा मगर। अनि यहाँ चाहिँ उदयपुर कलाकार समाजको चाहिँ अशोक शिव दाई हुनुहुन्छ अनि लगायत सम्पूर्ण टिमहरू हुनुहुन्छ। र आजको अडिसन पनि अन्तिम अडिसन हो गाईघाटमा भएको, गाईघाटमा हुँदै गरेको।
र साथीहरू अनि यहाँ चाहिँ बुनुले यहाँ अहिले गाइराख्नु भएको बुनु चाहिँ लास्ट सहभागी पनि हो र आजको यस्तै गरी आजको मेरो भ्लग पनि समाप्त भएको छैन साथीहरू। तपाईँहरूलाई मेरो भ्लग कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब मेरो पेजलाई फलो गर्नु भएको छैन भने फलो गर्नु है त। थ्याङ्क यू सो मच बाई।